नमस्ते सबैजनालाई म राधा मोताङ्गी। आज म सुर्खेतको हाम्रो एकदमै लोप हुन लागेको हामी सुनिरहेछौँ। म राउटे समुदायमा छु। मेरो पहिलो पटक उहाँहरूलाई यसरी प्रत्यक्ष भेट्न पाएको, देख्न पाएको अनि यसरी उहाँहरूको बस्तीमा आएर यसरी घुम्न पाएको यो मेरो पहिलो पटक हो। त्यसको लागि सोसेक टिमलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु, विशेष गरेर जीवराज सरलाई। उहाँकै पहलमा आज म यहाँ आउन सफल भएँ। यस्तो लाग्छ कि हामी म काठमाडौँमै जन्मेँ, काठमाडौँमा हुर्केँ, काठमाडौँमै शिक्षा सबै काठमाडौँबाट गरेँ र यो सुनेको मात्रै थिएँ, देखेको मात्रै थिएँ। तर आज प्रत्यक्ष आएर आफूले यो चिजहरू भोग्दै गर्दा, देख्दै गर्दा कतै न कतै मन दुखेकै छ। मन दुख्यो मेरो। तर मेरो मन दुख्यो भन्दैमा हामीले उहाँहरूलाई केही गर्न नसक्ने रहेछौँ। उहाँहरू घर बनाएर बस्न नसक्ने, उहाँहरूको चाहिँ नि कोही आफ्नो यहाँ बस्तीमा बस्नुभएको, कोही बित्नु भयो भने ठाउँै सर्नु पर्ने अवस्था रहेछ। हामीले चाहेर पनि उहाँहरूलाई जस्तो केही गर्न सक्दो रहेछौँ। तर हामीले चाह्यौँ भनेदेखि यहाँ एकदमै धेरै सानो 60जना बालबालिका हुनुहुन्छ जो 18 वर्षभन्दा मुनिको सानो सानो भाइ बहिनीहरू हुनुहुन्छ। उहाँहरूलाई हामीले शिक्षाको लागि केही सपोर्ट गर्न सक्यौँ भनेपछि यहाँ त अब बत्तीहरू बिजुलीहरू केही पनि छैन। हामीले उहाँहरूलाई सोलर बत्तीको लागि र कुनै पहल गर्न सक्यौँ भनेदेखि धेरै राम्रो हुनेछ। जस्तो पाल पनि एकदमै पुरानो छ। हामीले यो पालहरू पनि उहाँहरूको लागि सहयोग गर्न सके धेरै राम्रो देखेँ मैले। गर्नुपर्ने काम धेरै छ यहाँ गर्नुपर्ने। आज प्रत्यक्ष आएर यहाँ यसरी भिजिट गर्न पाएँ। त्यसको लागि म एकदम खुसी पनि छु, दुःखी पनि छु। तर म दुःखी हुँदै गर्दाखेरि दुःखी भन्दा पनि यहाँ केही गर्न सकिन्छ, मैले केही पहल गर्न सक्छु भनेर म आशा गर्दछु। हेरौँ उहाँहरूको एकदमै राम्रो ह्यान्डिक्राफ्ट भन्छौँ हामी। काठमाडौँमा चाहिँ एकदम काठमा कुदिएर झ्याल ढोकाहरू राम्रो बनिन्छ भनेदेखि यहाँ चाहिँ उहाँहरूले काठबाट आफैले खाने भाँडाकुँडाहरू बनाउने अनि बाकस बनाउने, पानी राख्ने भाँडो बनाउने, रक्सीहरू जाँडहरू राख्ने भाँडाहरू बनाउने। त्यो मात्रै नभएर आफूले बनाएको सामान चाहिँ बजारसम्म लगेर बेचेर पैसा लिएर आएर उहाँहरू चाहिँ चामलहरू किन्ने, तरकारी किन्ने, आफूलाई आवश्यक पर्ने सामानहरू पनि किन्नु हुँदैछ। त्यसको लागि पनि हामीले अझै उहाँहरूलाई राम्रो के गर्न सकिन्छ, अझै पनि हामीले त्यो ह्यान्डिक्राफ्ट जुन हातबाट बन्ने जुन उहाँहरूको भाँडाकुँडाहरू छ त्यसको लागि पनि हामीले अझ राम्रो उहाँहरू बस्तीसरी गए पनि हामीले त्यो चिजमा ध्यान दियौँ भने अझै उहाँहरूले आय आर्जन गर्नलाई अझ सजिलो हुन्थ्यो कि। हेरौँ हामी पहलको सबैजना मिले जुन सुर्खेतमा हुनुहुन्छ यहाँ भएको सबैजना टिमहरूले हाम्रो दुर्गा म्यामले धेरै काम गर्नु भएको छ। यहीँ बस्नु हुँदो रहेछ, एकदमै खुसी लाग्यो। म्याम एउटा महिला भएर पनि यसरी यत्रो समुदायमा यसरी लिड गरिरहनु भएको छ, यस्तो राम्रो काम गरिरहनु भएको छ। म्यामलाई पनि एकदमै म महिला नै भएको कारणले एकदमै म्यामलाई धन्यवाद दिन चाहन्छु। म्याम हजुर यति राम्रो काम गर्नु भएको छ, बच्चाहरू सबैहरूसँग घुलमेल गरेको देखेर म्याम आउनु नै त। म्याम एकदमै बच्चाहरूसँग घुलमेल गरी देखेर म्यामसँग मोबाइल माग्ने, ट्याब माग्ने, बच्चाहरूले ट्याबसम्म भन्न जानेको रहेछ। उनीहरू स्कुल नगए पनि धेरै कुराहरू म्यामले यहीँबाट शिक्षा दिनुभएको छ। एउटा आमा जस्तो भएर म्यामले एकदमै धेरै सपोर्ट गर्नुभएको छ बच्चाहरूलाई। मैले पनि के गर्न सक्छु म्याम, यहाँको लागि हामी अहिले कुरा गर्छौँ, हामीले गर्न सक्ने सपोर्टहरू गर्दैछौँ। हुन्छ मैले केही गर्न सकेँ भनेदेखि म शिक्षामा अलिक बढी काम गर्न खोजिरहेको छु म्याम मैले। त्यही भएर हेरौँ यहाँको लागि के गर्न सकिन्छ हामी पहल गर्छौँ।